आज चाहिँ जीवनमा आइपर्ने दुःख कतिको महत्त्व छ त बुझौँ है त साथी हो। दुःखबाट भाग्न हुँदैन, दुःखको गहिराइमा पुगेर त्यसलाई बुझ्न सिकौँ। जीवनमा आउने हरेक पीडा हामीलाई बिर्सन मात्र आएको हुँदैन। जुन दिन हामी दुःखसँग लड्न छोडेर त्यसको कारण बुझ्न थाल्छौँ, त्यही दिनदेखि हाम्रो शत्रु हुँदैन। त्यही दुःख हाम्रो सफलता बन्न सक्छ। याद राख्नै पर्ने कुराहरू हामीलाई चाहिँ कतिपय लाग्छ नि त। अब हामीलाई केही कुराहरू चाहिँ मतलब पीडा पर्यो, केही टेन्सन भयो भने चाहिँ हामी सोच्ने गर्छौँ कि यो चाहिँ हामीलाई मात्रै हो। तर व्यक्ति भएपछि होइन, दुःख सुख मतलब टेन्सन पीडाहरू त सबैलाई नै त हुन्छ नि होइन र। त्यही दुःखलाई लिएर चाहिँ हामीले सुख कसरी प्राप्त हुन्छ भनेर चाहिँ अनुभव गर्न सक्ने रहेछौँ के। दुःख चाहिँ यति धेरै महत्त्व हुँदो रहेछ, पछिसम्म थाहा हुँदो रहेछ के। अनि दुःख हरेक पीडाहरूले नै हामीलाई परिपक्व मान्छे बनाउँछ होइन। आत्तिनु हुँदैन दुःख पर्यो भनेर। दुःख नै हाम्रो जिउने आधार हो, परिपक्व हुने आधार हो होइन। अब कतिपय त मनै अब भनौँ न, अरू पनि सबैजना आत्तिन्छौँ नि त अब मलाई यस्तो पर्यो भनेर। तर आत्तिनु चाहिँ नहुँदो रहेछ कि, धेरै अनुभव हुँदो रहेछ। अनि आज चाहिँ हामी पिकनिक जस्तै साथीहरूसँग घुम्न गएको थियौँ। अनि मैले चाहिँ भिडियो बनाएको। यो चाहिँ मेरो भाउजूको माइत घर के, कस्तो गाउँ हो यो चाहिँ। कस्तो राम्रो मौसम आइरहेको थियो, कस्तो राम्रो निस्केको रहेछ कि। बाई बाई। मन पर्यो भने कमेन्ट गर्नु होला, मन परेन भने सुझाव दिनु होला, यस्तो होइन भनेर। ओके बाई बाई।